Hi, I'm Apeksha who is trying to make mini blog. अनि आज हामी चाहिँ जाँदैछौँ बुढी खोला। इफ यु आर फ्रम इटहरी विराटनगर तपाईँहरूलाई चाहिँ थाहा नै होला बुढी खोला चाहिँ कहाँ हो भनेर। एकचोटि एकदमै भाइरल ठाउँ हो बुढी खोला चाहिँ। अनि सामानहरू चाहिँ हामीले किन्यौँ यो पसलमा अनि हामी चाहिँ जाँदैछौँ। साथीले पनि मिनी ब्लग बनाइरहेको छ अनि मैले पनि यसो हाई गरिदिएको। अनि हामी जाँदैछौँ 3 जना मात्रै, 2 जना मेरो साथी अनि म। अनि गाइजहरू यो फ्लावरको नाम चाहिँ के हो? यो चाहिँ यति धेरै थियो नि, बाटैभरि कलरमा थियो, पिङ्कमा, येल्लोमा। अनि यो फ्लावरको नाम चाहिँ थाहा हुनेहरूले कमेन्ट गर्नु होला। पहिला चाहिँ यति धेरै भिड भएको बुढी खोला चाहिँ अहिले यति धेरै खुल्ला न खुल्ला थियो। अनि त्यसपछि हामी चाहिँ बुढी खोला भन्दा पनि बुढी खोलाको जङ्गलतिर जान आँटेको थियौँ। यो बाटो चाहिँ हिलो नै हिलो थियो, पानी परेको थियो हिजो बेलुका भर्खर। अनि यस्तो थियो। अनि यो दिदी चाहिँ अलिक लजाउनुहुन्छ क्या भिडियो गर्दा, अनि मैले त्यही पनि भिडियो गर्दै थिएँ। लजाउँदै हामी चाहिँ हिँड्दै गएको थियौँ बुढी खोला चाहिँ। अनि यो चाहिँ नहर हो। यतातिर चाहिँ पहिला दिदीहरू चाहिँ पौडी खेल्न आउनुहुन्थ्यो अरे पहिला नै। यहाँ साथीको चाहिँ इनर्जी नै लस भयो अरे घामले गर्दा, गर्मी यति धेरै छ। त्यही पनि हामी चाहिँ जाने भनेर डिसिजन गरेको थियौँ हिजै, अनि त्यही भएर हामी चाहिँ गएको थियौँ। साथीले चाहिँ उहाँ डान्स देखाइदिएको अरे खतरावाला, सबलाई इनर्जी आओस् भनेर डान्स देखाइदिएको अरे। अनि यहाँनिर चाहिँ यत्रो ठुल्ठुलो पात गरेको यो के को बिरुवा हो थाहा भएन, यति धेरै ठुल्ठुलो थियो। अनि हामीले चाहिँ एक एकवटा टिप्यौँ बस्नको लागि, बसेर त्यहीँ खानेकुराहरू खानको लागि हामीले चाहिँ यो पत्तामा नै बसेर खाने डिसाइड गरेको थियौँ। अनि त्यसपछि हामीले चाहिँ करेन्ट चिजबलहरू के लगेको थियौँ, करेन्टको चिजबलहरू। अनि हामीले त्यहाँ बसेर खायौँ। खाँदा चाहिँ बाख्रा आएर हामीलाई डिस्टर्ब गर्यो। अनि साथीको चाहिँ खाएपछि चाहिँ यति धेरै इनर्जी आयो कि ऊ अघि हामीलाई नै छोडेर कुदिहाल्यो के। हामीले चाहिँ त्यहाँनिर जङ्गलमा खायौँ, फोटोसोटो खिच्यौँ। अनि त्यसपछि घर फर्किँदैछौँ। म चाहिँ यसो भिडियो खिच्दै थिएँ अनि साथीले उहाँ डान्स देखाउँदैछ, खतरावाला डान्स। उहाँ हेर्नु न डान्स। अर्कोवाला पनि छ, खतरावाला डान्स देखाएको अरे। अहिले हेर्दा पनि मलाई कस्तो हाँस उठिरहेको छ। हामीले चाहिँ अनि बाटोमा आउँदाखेरि यो बबल फुल्नेवाला प्लान्ट भेट्टाएको थियौँ। अनि त्यसपछि हामीले यसो बबल फुलायौँ। अनि त्यसपछि हामी चाहिँ हिँड्दै नै घर आएको थियौँ। अनि दिदीले चाहिँ यति धेरैवटा बबल निकाल्नुभयो नि। अनि हामी चाहिँ यही गर्दै घर आयौँ। ओके बाई।